म दुई चारवटा कुराहरू भन्छु तपाईँलाई ल। कन्फिडेन्स कहाँबाट आउँछ एकचोटि बुझ्नुपर्ने हुन्छ कि सानैदेखि तपाईँ टपर हुनुहुन्थ्यो, 10 क्लाससम्म टप गरिरहनु भएको थियो, त्यही भएर कन्फिडेन्स थियो। किनकि तपाईँको त्यो जीवनको अनुभव नै यस्तो थियो कि म आफू गर्न सक्छु भन्ने प्रुभ हुँदै हुँदै आएको अनुभवहरू थियो क्या। त्यसको परिणाम रिजल्ट भनेको चाहिँ कन्फिडेन्स हो। किनकि थाहा छ नि त, कसरी थाहा भयो, देखेको छु नि त आफ्नो जीवनमा यत्रो समय। सो एक्सपिरियन्सेसहरूले हामीलाई ज्ञान दिन्छ कि मेरो मनले चाहिँ आफैबाट के एक्सपेक्ट गर्ने भनेर। सो म टपर हो, त्यही भएर म कन्फिडेन्ट छु, जीवनमा पढ्न पनि मन लाग्छ भन्ने हुन्छ कि। मोटिभेसनको एउटा थियरी हुन्छ कि हामी रिइन्फोर्स भइरहेछ केही राम्रो आउटकमहरूले, म सही डिरेक्सनमा छु, म राम्रो गरिरहेको छु भन्यो भने बढी प्रेरणा आउँछ, त्यही भएर पढ्न पनि बढी मन लाग्छ। सो न्युरोकेमिकल लेभलमा पनि म सेन्स अफ यो म हुन्छ नि, म राम्रो डिरेक्सनमा छु, यो ठिक भइरहेछ भन्ने भयो भने प्रेरणा बढी आउँछ कि। केमिकल्ली पनि डोपामिन बढी रिलिज हुन्छ, हामीलाई बढी पढ्न जागर आउँछ। 10 क्लाससम्म त्यो भइरहेको थियो। अर्को भनेको आइडेन्टिटी भन्छ कि म को हो त भनेपछि मलाई पहिलेदेखि नै मान्छेहरूले मेरो कुरा सुन्ने गर्थे कि, मलाई सुझावहरू लिन आउने गर्थे, पढाइको लागि, मोटिभेसनको लागि, ब्रेकअप हुँदा मान्छे आउने गर्थे। त्यसले मेरो आइडेन्टिटी बनेको हो कि मेरो मान्छेले कुरा सुन्छन् भन्ने कन्टेन्ट बनाउन सुरु गर्नुको पछाडि पनि त्यो रिजन हुन्छ कि मलाई कन्फिडेन्स आफैमा आइसोलेसनमा हुँदैन। त्यसपछि के भयो भने तपाईँको +2 देखिको अगाडिको जर्नी चाहिँ फेलियर्सहरू बढी एक्सपिरियन्स भएको छ कि तपाईँलाई। अब मनले त त्यो फेलियर्सहरू देख्यो, अब चाहिँ मनले नयाँ कुरा सिक्छ कि म सक्दैन रहेछु कि भन्ने डाउट पनि आउन थाल्छ कि। त्यसले गर्दाखेरि कन्फिडेन्समा क्वेसन आउनु समस्या होइन, तर हामीले कसरी व्यवहार गरिरहेछौँ र हजुरको बोल्दाखेरि पनि म त्यही नै देखिरहेको छु भने मलाई कन्फिडेन्ट हुन मन छ भनेर भन्नुभयो नि, त्यहाँ चाहिँ फेलियर ठिक छ, डाउटको स्कोप नै छैन कि, डाउटलाई ठाउँ नै दिनु भएको छैन क्या। त्यही भएर एकहोरो बाँच्यो भनेपछि चाहिँ के हुन्छ भने हामीले अर्को पक्षलाई चाहिँ पाउन जान्दैनौँ कि। पोजिटिभ ओभर पोजिटिभ भयो भने नेगेटिभ हुन जान्दैनौँ। अस्ति एमफिलको क्लासमा एकजना स्टुडेन्ट स्कलरले भनिरहनु भएको थियो, म यति पोजिटिभ साइकोलोजीतिर ध्यान दिएँ कि नेगेटिभ इमोसन्सहरूलाई नै इग्नोर गरेँ, अनि यति भारी भयो कि मलाई एङ्जाइटी डेभलप भयो भनेर भन्नुभएको थियो कि वर्षौँ बितिसकेपछि। सो पहिलो जीवनको अनुभवमा तपाईँ कन्फिडेन्ट हुनुहुन्थ्यो, दोस्रो जीवनका अनुभवहरू यस्ता भए, फेलियर्सहरू, आफूले गरेको प्रयासहरू पुरा नहुँदाखेरि स्वाभाविक रूपमा डाउट आउँछ क्या। एन्ड त्यो इट्स ओके, त्यो डाउट हुनु, आफूमा नहुन सक्नु नै प्रब्लम होइन। त्यो मनमा विचार आउनु कि हुँदैन होला कि भनेर। अब त्यो दुईवटा कुरा चाहिँ स्वीकार नगरेर हामीले के गर्छौँ भने पोजिटिभ मात्र स्वीकार होस्, नेगेटिभ चाहिँ स्वीकार नहोस् भन्ने हुन्छ र बुझ्दैनौँ क्या। जबरजस्ती गर्न खोज्छौँ, जबरजस्ती कहिले पनि काम लाग्दैन मनको भावना, फिलिङ्सहरू, इमोसन्सहरूको विषयमा के। स्वीकार भनेको तपाईँलाई डाउट आउनु इट्स ओके, बुझ्न सकिन्छ किन डाउट आइरहेछ। नहुन सक्ने पनि त सम्भावना हुन्छ नि त, फेरि पनि अब 2-3वटा अझै प्रयास गर्नुभयो पनि के। तर हामीलाई यति अप्टिमिस्टिक हुन मन छ कि त्यो नेगेटिभ रिजल्टको आउटकम नै हुनसक्छ भन्ने हामी नकारेर बस्छौँ कि। अनि त्यो भयो भने के हुन्छ, हामी डेभस्टेटेड हुन्छौँ, हामी यस्तो बर्बाद हुन्छौँ कि तपाईँले भन्नुभयो नि त, म नेपाल पनि फिर्ता आउँदैन होला यदि म पास नभइकन गयो भने। त्यो चाहिँ के हो भने तपाईँले आफूलाई चाहिँ त्यो स्पेस नै, स्कोप नै दिनु भएन कि। याद छ, नेगेटिभ एक्सिसमा 0 हुन्छ, अनि एक्स एक्सिस लेफ्टतिर हुन्छ नेगेटिभ, अनि राइटतिर पोजिटिभ एक्स एक्सिस हुन्छ। याद छ त्यो हामी ग्राफहरू बनाउँदाखेरि हो, हामी चाहिँ जहिले पनि त्यो पोजिटिभमा मात्रै जान खोज्छौँ कि। तर अब जीवनमा तपाईँको पछिल्लो समयमा यति घटनाहरू घटे कि त्यसले चाहिँ तपाईँको मनलाई नहुनु पनि त रहेछ नि त, म सक्दैन होला कि यो कुरा मैले गर्न। जीवनमा सबै कुरा सक्दैन, एउटा कुरा हो आइडेन्टिटी भयो, म केही पनि गर्न सक्दैन, म फेलियर हो, सबैले विश्वास गरेका थिए, सबैले हुन्छ भनेका थिए, कस्ता कस्ता मान्छेको त भयो भन्ने कुरा, त्यो चाहिँ आइडेन्टिटी बनाइरहनु भएको छ कि। मैले लोकसेवा सकेन एउटा कुरा हो, विभिन्न कारणले कतिपय ठाउँमा लिखितमा निकालेँ, तर त्यसलाई तपाईँले आइडेन्टिटी बनाएर अनि त्यसमा सोसियल एक्सपेक्टेसन्स, अरूले के सोच्थे, अरूले गर्न सके कि सकेन भनेर आफैमा एउटा सेम भएको हो क्या तपाईँलाई, लाज जस्तो के। अनि त्यसले गर्दाखेरि आफूलाई त्यो
कहाँ गएर कनेक्ट हुन्छ भने फेल पनि त हुनसक्छ नि भन्ने कुरातिर ओपन नै हुनु भएन कि मैले अहिले इङ्ग्लिस कन्टेन्ट पनि बनाइरहेको छु कि मेरो इङ्ग्लिस कन्टेन्ट कसले हेर्नु होस् भन्ने मेरो बढी इच्छा छ होइन इन्टरनेसनल अडियन्स पनि होस् भन्ने छ तर कसले हेरिरहनु भएको छ थाहा छ नेपाली अडियन्सले मात्रै हेरिरहनु भएको छ जुन त मेरो अलरेडी नेपाली कन्टेन्ट थियो अब मेरो इङ्ग्लिस कन्टेन्ट पास हुन्छ होला कि फेल हुन्छ होला म त्यसमा सक्सेसफुल हुन्छ होला कि हुँदैन होला तर भइरहेको छैन नि त ओहो त्यही भनेको नहुन पनि सक्छ कि मैले गर्ने भनेको प्रयास हो भोलिको दिनमा भएन भने पनि मैले एउटा निरन्तर 10 वर्ष 20 वर्षसम्म प्रयास गरिरहन सक्छु अर्को होइन यो मेहनत अर्थ छैन भनेपछि अब यसमा म बढी समय बिताउन सक्दैन भनेपछि अर्को बाटो खोज्छु कि म आफ्नो आइडेन्टिटीतिर लाँदैन कि मेरो इङ्ग्लिस कन्टेन्ट मेरो इन्टरनेसनल कम्युनिटीमा अडियन्समा पुगेन भनेर म खासै रहेन छु सबैले सोचेको थिए तपाईँले पनि सोच्नु भएको थियो तपाईँको त हुन्छ होला सर भनेर सोच्नु भएको थियो भने तपाईँले चाहिँ मैले त्यसरी लिँदाखेरि चाहिँ मलाई अब मोटिभेसन पनि हराउँछ कि म आफैमा सानो अनुभव गर्न थाल्छु कि तर होइन ओके पास भएन तर ममा क्षमता त छ नि त यो पास भएन मैले गरेँ तर पनि गर्न सकिनँ भन्दैमा म केही नगर्न सक्ने मान्छे त होइन भन्ने बुझ्नुपर्छ तपाईँले चाहिँ जुन लोकसेवा पास भएन +2 मा राम्रो भएन पछिल्लो वर्षहरूमा फ्यामिलीको एक्सपेक्टेसन्सहरू उहाँले त लोकसेवा नगर भन्नुहुन्छ या अरूको गर्न सक्छ भन्ने थियो ती सबै कुरालाई चाहिँ आफ्नो आइडेन्टिटी बनाउनु भएको छ कि त्यही भएर तपाईँमा एउटा यो लाज सेम छ कि मभन्दा कमजोर मान्छेले पनि त गर्यो मैले चाहिँ गर्न सकिनँ भनेर अनि अब विदेश गयो भने म फिर्तै आउँदैन भनेर त्यो त त्यसरी प्रोसेस गर्नुभयो लाइफ भने त तपाईँलाई त्यो हार्ने स्पेस नै हुँदैन क्या हार्नु भयो कि तपाईँले आफूलाई एकदमै नेगेटिभ जोनमा लगेर जानुहुन्छ एकदमै नेगेटिभ सेल्फ टक गर्न थाल्नुहुन्छ आफैलाई सानो फिल गर्नुहुन्छ त्यो अनहेल्दी माइन्डसेट हो अप्रोच हो म 2016 देखि बनाउन सुरु गरेको कन्टेन्ट 2024 मा गएर मेरो कन्टेन्ट पपुलर भएको कति वर्ष लाग्यो 8 वर्ष लाग्यो होइन अब इङ्ग्लिस कन्टेन्ट 2025 देखि राम्रोसँग प्रयास गरिरहेको हो अब हेरौँ कति वर्ष लाग्छ नलाग्न नि सक्छ तर यदि मेरो लागि कामै लाग्ने भएन युट्युब बनाउने गर्थेँ युट्युब छोडिदिएँ कि मैले अहिले रिस्टार्ट गरिरहेको छु किनभने युट्युब त स्टार्ट गरेर अर्थै भएन मैले त टिकटकमा जानुपर्छ भन्ने भयो लोकसेवा तपाईँको लागि त्यस्तै हो कि 8 वर्ष गर्न चाहनुहुन्छ भने तपाईँलाई नाइ भन्ने को हो तर रिस्क बुझ्नुपर्छ म हार्न पनि सक्छु भन्ने बुझ्नुपर्छ मेरो युट्युब जस्तै त्यसपछि होइन मलाई स्विच गर्नु पर्यो यो बाटोमा मैले अब कन्टिन्यू गरिरहनु हुँदैन मेरो लागि इट इज नट वर्किङ भन्ने बुझेर जस्तै तपाईँले विदेश जाने सोच्दै हुनुहुन्छ मैले चाहिँ इन्स्टाग्राममा टिकटकमा जाने सोचेँ कि त्यो बिचमा अध्ययन गरेँ मलाई डाउट जब म फेल हुँदै थिएँ मैले यो भनेन कि म त क्षमता नभएको मान्छे रहेछु अर्को थिएन भनेन कि मेरो कन्टेन्ट राम्रो छ मलाई थाहा छ ममा क्षमता छ मान्छेले हेरिरहेका छैनन् अब खोइ के हो त्यो चाहिँ मैले नजानेको हो कि मान्छेले ज्ञान नखोज्ने बानी भएको हो म प्रयास गर्न सक्छु भन्ने चाहिँ मलाई थाहा थियो कि त्यसपछि मैले युट्युबमा कन्टेन्ट बनाउन छोडेँ अहिलेको यो रिफ्लेक्टिभ सो पनि अब मैले कन्टेन्ट बनाइरहन त भ्याउँदैन युट्युबमा यसरी अरूको जीवनसँग कुरा गर्दा तपाईँलाई पनि सहयोग हुन्छ मलाई पनि कन्टेन्ट बन्छ भनेर यो चाहिँ सुरु गरेको हो कि एउटामा फेल भयो भन्दैमा त्यो मेरो आइडेन्टिटी होइन तर तपाईँले चाहिँ त्यसलाई आफ्नो आइडेन्टिटी बनाउनु भएको छ क्या मनमा अहिले कसरी सोचिरहनु भएको छ त्यो बुझ्नु के लोकसेवामा फेल हुनु भनेको म लाइफमा अनसक्सेसफुल हुनु हो ममा कन्फिडेन्स ममा क्षमता नहुनु हो भन्ने एकातिर डाउट छ म त क्षमता भएको मान्छे हो भन्ने हुन्छ अर्कोतिर के छ होइन क्षमता भएको भए त मैले किन गर्न सकिनँ त हो अहिले त्यसरी सोचिरहनु भएको छ भने अबको नयाँ थट कग्निटिभ बिहेभियर थेरापी भन्छ एउटा अटोमेटिक थट आजसम्मको तपाईँको आइरहेको यस्तो छ भने अब नयाँ तरिकाले सोच्नु पर्यो त्यो भनेको के हो त ओके लोकसेवामा फेल भए प्रयास गरेँ अब त्यो पास हुनु त मेरो हातमा कम्प्लिटली हुँदैन प्रयास गर्नु हो एउटा त्यो याद राख्नु पर्यो होइन अब पास हुनु नहुनु भन्दैमा त्यो मेरो आइडेन्टिटी होइन म एउटा कुरामा पास भएन भनेर म जीवनमा सक्सेसफुल नहुन सक्ने मान्छे होइन या त मैले मर्दासम्म यही ट्राई गर्नु पर्यो म गर्न चाहन्छु कि चाहँदैन मलाई चाहिँ युट्युब ट्राई गर्न मन थिएन तपाईँलाई चाहिँ लोकसेवा ट्राई गर्न मन छ कि छैन अब एड्याप्टेबल हुनु पर्यो कि मान्छेले ल ठिक छ यो पास भएन म अर्कोमा जान्छु नि त यो मेरो लागि रहेनछ
होइन म यही गर्छु भनेर एकजनाले 18 वर्षपछि MBBS निकाल्यो भन्ने एउटा न्युज आएको थियो। त्यो गर्न मन छ भने पनि तपाईँलाई कसैले रोक्दैन, रोक्छ होला परिवारले, मैले चाहिँ केही पनि भन्दैन। ठिक छ, त्यो गर्ने भए पनि। तर रिजल्ट आएन भनेपछि या त म निरन्तर गर्छु, रिजल्ट आए पनि नआए पनि, या त अब ठिक छ अर्को बाटोमा त्यही मेहनत गर्छु अनि अर्को बाटोबाट अगाडि बढ्छु जीवनमा भन्ने मन बनाउनु पर्यो कि। लोकसेवा गरेरै मात्र मेरो जीवन राम्रो हुन्छ, लोकसेवा गरेरै मात्र म सक्सेसफुल फिल हुन्छु, त्यसपछि मात्रै नेपाल फिर्ता आउँछु भन्ने अन्तिममा चाहिँ त्यो आफूलाई त्यसरी चाहिँ आइडेन्टिटी बनाउनु भएन कि। र अन्तिममा एउटा त्योभन्दा सुरुमा चाहिँ तपाईँले त्यो फेल हुने सम्भावनालाई, जीवनमा नहुन सक्छ मैले भनेको कुराहरू भन्ने सम्भावनालाई चाहिँ बाँच्नु, स्वीकार गरेर हिँड्नुपर्छ। तपाईँको सुरुको स्टेप नै के छ भने मैले त जसरी पनि पास हुनै पर्छ, हो प्रयास गर्नुपर्छ पास हुने, मैले जसरी पनि सक्सेसफुल हुने प्रयास चाहिँ गर्छु। त्यही भएर भगवत गीतामा भनेको त्यो श्लोक त्यति महत्त्वपूर्ण छ कि कर्मको तिमीलाई अधिकार छ, फलको छैन भनेको चाहिँ, फलको बारेमा चिन्ता नल्याऊ भन्दा पनि त्यहाँ चाहिँ के भनेको छ भने तिमीले कर्मको अधिकार छ, त्यति मात्रै हो तिम्रो अधिकार भन्ने छ क्या। रिजल्ट के आउँछ थाहा छैन। अब मैले यो रिफ्लेक्टिभ सो गरेको छु होइन, कर्म हो नि त यो मेरो। मान्छेले रुचाउँछन् रुचाउँदैनन् यो सो, मान्छेलाई हेल्प हुन्छ हुँदैन त्यो मलाई थाहा छैन क्या। जुन दिनसम्म प्रयास गर्न मन लागेको गर्छु, कुनै दिन भयो यो मजा लागेन, यो खासै मलाई पनि फाइदा भएन, अरूलाई पनि फाइदा भएन भनेपछि चाहिँ म रोकिदिन्छु कि यो सो। तर म यो भन्दैन कि अबदेखि म युट्युबमा फिर्तै जाँदैन, अब प्रयासै गर्दैन भन्दैन। तपाईँले चाहिँ त्यही गरिरहनु भएको छ। कसले ग्यारेन्टी गरेछ र 100% दिँदा रिजल्ट आउँछ भन्ने? कसले ग्यारेन्टी गरेछ कि तपाईँको रिजल्ट आउँछ भने? तपाईँको भिजा नै लाग्छ कसले ग्यारेन्टी गरेछ कि भोलिको दिनमा? त्यो कुराको डाउट आउनु ठिक छ कि, डाउटहरू हुनु। तर मैले कर्म गर्ने हो भन्ने चाहिँ याद गरिरहँदाखेरि चाहिँ कर्म त निरन्तर गरिसक्नु भयो नि त, गरिरहनु सक्नुभयो। अब भयो मलाई लोकसेवा भन्दा अब अरू बाटो मेरो जीवन अगाडि बढिरहेछ भन्ने, मेरो जीवनको व्यवस्था यस्तो छ भनेर अरू अल्टरनेटिभ खोज्ने त मनमा एड्याप्टेबिलिटी त हुनु पऱ्यो नि। अनलेस मलाई यही गर्नु छ भन्ने कि तपाईँले 100 होइन 200 दिएर पनि नहुन सक्छ कि, हुन पनि सक्छ। तर तपाईँमा त्यो ओपननेस छ कि छैन, नहुन सक्छ र हुन पनि सक्छ भन्ने। हुन पनि सक्छ भन्ने ओपननेस भएन भने प्रयास गर्दैनौँ हामी, नहुन पनि सक्छ भन्ने ओपननेस भएन भने, या नहुन पनि सक्छ भन्ने ओपननेस भएन भने स्वीकार गर्न सक्दैनौँ। अहिले तपाईँलाई चाहिँ स्वीकारको समस्या भएको हो कि। अनि त्यो थटलाई चाहिँ हामी कन्ट्रोल गर्न सक्दैनौँ। यो चाहिँ सर्कुलर थट हो, आउँदै गर्छ भनेर लेबल गर्ने कि मेरो दिमागले डराएर चिन्तामा बाँचिरह हो, त्यही भएर त्यो त भइहाल्छ भनेर यसरी चाहिँ आफूलाई मनमा याद गराउने, कर्म चाहिँ गर्दै रहने कि मैले गर्ने चाहिँ के हो त भनेर। त्यो थटसँग पनि झगडा नगर्ने। तपाईँलाई कुरा गर्दै गर्दाखेरि आजको यो हाम्रो कन्भर्सेसन कस्तो भइरहेछ, उहाँलाई युजफुल पनि हुने हो कि होइन, एडिट गर्दा कस्तो आउने भन्ने मनमा एकातिर मन चलिरहेको हुन्छ क्या। त्यो त चलिरहन दिने, त्यसलाई किन चलाउनु पर्यो र? बुझ्ने मात्रै हो क्या त्यो कुराहरूलाई, नेगेटिभ थटहरूलाई, ओभर थिङ्किङहरूलाई बुझ्ने हो, कहाँबाट आइरहेछ, किन आइरहेछ। सो पहिले तपाईँ किन कन्फिडेन्ट हुनुहुन्थ्यो, अहिले किन कन्फिडेन्स हल्लियो, किन डाउटहरू आयो भन्ने बुझ्ने हो क्या। त्यो भनेको के हो भने तपाईँलाई म लोकसेवा पास भएर मात्रै विदेश गयो भने नेपाल फिर्ता आउँछु, नत्र फिर्ता पनि आउँदैन, त्यो किन त्यस्तो मनमा आइरहेछ भन्ने बुझ्नु चाहिँ थटलाई बुझ्नु हो क्या। त्यो आउन दिने, त्यसलाई कन्ट्रोल गर्न सकिँदैन। किन आइरहेछ? किनकि तपाईँ फेलियर जस्तो फिल गर्नुहुन्छ नि, हारेको मान्छे जस्तो फिल गर्नुहुन्छ नि। मलाई कति एक्सपेक्टेसन्स थियो, म त यस्तो होइन, म त हारेर आएँ, आई डोन्ट डिजर्भ। एङ्गर पनि हो नि त एउटा, रिस पनि हो नि। हो सेल्फ डाउट किन आइरहेछ त? किनकि पास हुनु भएन। गीत त्यहाँ बस न, पास हुनु भएन। अब त्यही कुरा हजुरलाई यति एङ्गर छ कि भयो आउँदैन भने फ्रस्ट्रेसन पनि हो नि त्यो। हो त्यो हो कि बुझाइ भनेको, मेरो मनले यो कारणले यसरी सोचिरहेछ। मैले के भनिरहेछु अहिले बुझ्नु भएको छ? किन आइरहेछ, मेरो मनमा के भएर आइरह हो भनेर बुझ्ने। त्यही त। अब आज आयो, पर्सिबाट बिदामा जानुपर्छ या आउनु पर्दैन भन्ने होइन नि त, राइट? यो थट आइ नै रहने हो, यो कारणले आउने हो भनेर बुझिरहने कि।
त्यसपछि चाहिँ तपाईँ के गर्नुहुन्थ्यो भनेर सोध्नुभयो नि, त्यो एउटा त म के गर्थेँ भन्ने कुरा खासै महत्त्वपूर्ण त होइन, तर पनि म हजुरलाई सेयर चाहिँ गर्छु ल। म चाहिँ पहिलो के भन्थेँ भने म जीवनमा सक्सेसफुल हुन चाहन्छु, राम्रो गर्न मन छ, त्यो मलाई थाहा छ। मिल्यो भने मलाई लोकसेवा नै गर्न मन छ, तर धेरै पटक फेल भएँ, तर मेरो मनलाई त्यही भएर डराएको छ अहिले, त्यो बुझ्न सकिने डर हो मेरो मनको। अझै प्रयास गर्छु, अन्तिम पटक लोकसेवामा एकदमै पुरा दिन्छु, होइन भने विदेश जान्छु, मेरो अर्को बाटोबाट करियर बनाउँछु भन्ने मनमा सायद म चाहिँ त्यसरी सोच्ने थियो होला। तर त्यो मेरो भ्याल्युज हो क्या। पहिलो कुरा त यो मेरो भ्याल्यु हो, तपाईँले त्यसरी सोच्नु पर्दैन। मेरो अप्सन हुनु यस्तो हुन्छ कि जुन कुरामा पनि आर्ग्यु गर्न सकिन्छ कि अप्सन हुनु राम्रो होइन भनेर 10वटा रिजन दिन मिल्छ क्या। किनकि हामी एउटैमा फोकस हुन्छौँ, जसरी पनि गर्न खोज्छौँ, गिभअप गर्दैनौँ भन्छौँ। मैले जीवन बाँच्दा चाहिँ अप्सन हुनु राम्रो हो भन्छु कि। किन त्यसको पनि 10वटा रिजन दिन सकिन्छ कि। त्यही भएर तपाईँलाई कुन बाटो हिँड्न मन लाग्यो भनेर हो। सो मलाई चाहिँ अप्सन दिनु एकदमै राम्रो लाग्छ। कोहीले भन्ला अप्सन दिनु एकदमै नराम्रो हो भन्ला, त्यो पनि चित्त बुझ्न सक्छ। हजुरलाई चाहिँ कुन बाटो हिँड्न मन छ भन्ने कुरा हो कि। प्रयास नगर्ने मान्छेलाई सायद अप्सन दिनु नराम्रो होला, जो गिभअप गर्ने बानी छ। जो आफ्नो प्रयास अन्तिमसम्म गर्छ उसले चाहिँ अप्सन राख्यो भने यो भएन भने अर्कोमा जान्छु भन्ने हुनसक्छ क्या। गीत अफ गरेर एकचोटि। ओ सुट यार, बोर भयो त यार ब्रो, रेकर्ड नै गरेन, झ्याउ नै भयो त। कस्तो काम लाग्ने थियो यो, तपाईँलाई पनि काम लाग्थ्यो, मलाई पनि काम लाग्थ्यो, एकदमै झ्याउ भयो त हेट। ल ठिक छ, केही छैन, रेकर्ड भएन हुन चाहिँ। अब यस्तो गरौँ होला नि, म आफ्नो भिडियो मात्रै पोस्ट गरौँ होला नि, केही छैन। के गर्न सकिन्छ भन्नु त? अन गर, बन्द गर, पर्खेर ल। हजुरको लागि रेकर्ड भएन भने हजुरले एक दुईवटा भिडियोमा भन्नुभएको थियो नि, मेरो पहिलो एकजनाले यस्तो यस्तो भन्नुभएको थियो, त्यसको सोल्युसन चाहिँ यस्तो यस्तो हो भनेर भन्नुभएको थियो नि त। यस्तो हुन्छ त। तपाईँ र मेरो यस्तो छ, मैले भनेको कुरा चाहिँ रेकर्ड भएको छ कि तपाईँलाई फाइदाको कुरा। ए हो र? तपाईँले बोलेको चाहिँ रेकर्ड भएको छैन, मैले बोलेको चाहिँ रेकर्ड भएको छ। मलाई सेन्ड चाहिँ गरिदिनु पर्छ। म सेन्ड गर्छु होइन, युट्युबमै राख्छु। म एउटा क्वेसन सोध्छु सर हजुर, कि मतलब हजुरको अलिकति भाइब चाहिँ सन्दीप महेश्वरीको टुनतिर जान्छ कि? हो र? सन्दीप महेश्वरीको म पनि हेरेर आउँछु हजुरको। मलाई चाहिँ सर कसैको शब्दले नै चेन्ज हुन्छ जस्तो लागेको चाहिँ हजुरको एउटा शब्दले चाहिँ लाइक मेरो दिमाग नै चेन्ज गरेको थियो कि सर। कुन शब्दले? अट्याचमेन्ट, पासको कुरामा त्यो मेरो अट्याचमेन्ट थियो, म अहिले अरूसँग नै अट्याचमेन्ट भयो भनेर ब्रेकअप भिडियोमा बनाउनु भएको थियो नि। अट्याचमेन्ट सरेको हो, पहिला मसँग अट्याचमेन्ट थियो, अहिले चाहिँ अरूसँग सरेको हो, नर्मल हो भन्नुभएको थियो नि। यो कुराले चाहिँ सर लङ टर्मै मलाई मेरो चाहिँ यो पहिलाको कुरालाई चाहिँ धेरै हेल्प गरेको थियो कि सर। धेरै खुसी लाग्यो। सर्छ यार अट्याचमेन्ट, मजाले सर्छ मान्छेहरूको अट्याचमेन्ट। अनि यतापट्टि एकजना रुँदै गर्छ, उतापट्टि अर्को सरिसक्यो हुन्छ। हाम्रो पनि सर्छ, हाम्रो पनि नसर्ने होइन। सो सन्दीप महेश्वरीको भिडियोहरू चाहिँ मैले 12-14 वर्ष अगाडि चाहिँ हेर्ने गर्थेँ, 12 वर्ष अगाडि। अनि उहाँको भिडियो हेरेर नै मैले ध्यान गर्न सुरु गरेको थिएँ। पछिल्लो 10-12 वर्ष चाहिँ खासै हेरेको छैन। अब त्यतिखेर यस्तो हुँदो रहेछ कि सुन्ने मान्छेलाई पनि एउटा लेभल अफ नलेज चाहिँ कुनै बाटोबाट आयो भने त्यसपछि नयाँ नयाँ खोज्दै हिँडिँदो रहेछ कि जीवन अगाडि बढ्दै जाँदाखेरि कि। सो तपाईँले आज मलाई सुन्नुहुन्छ, अबको 4-5 वर्षपछि मलाई नसुन्न पनि सक्नुहुन्छ कि, या 2-3 वर्षपछि। किनकि तपाईँले अर्को प्रकारको स्पिकरहरूलाई सुन्न थाल्नुहुन्छ, किताबहरू पढ्न थाल्नुहुन्छ। सो सन्दीप महेश्वरी उहाँलाई सुन्ने गर्थेँ मैले, धेरै राम्रो सुन्ने गर्थेँ। पहिलेको कन्टेन्ट धेरै मन पर्थ्यो। सर तपाईँको कन्टेन्ट सर म त आजभोलि सुत्दाखेरि लाग्यो भने म त निन्द्रा पनि लाग्छ कि सर, सरी भने मैले धेरै राम्रो भन्छु। तर सर
होइन हिजो साँझ चाहिँ सरी किन भन्नुपर्दा मलाई हरास त गरे होइन नि यार, खुसी लाग्यो नि मलाई, किन सरी भनिरहेको। कस्तो हजुरको फेरि कस्तो हुन्छ नि त्यो थर्डहरू यताउता जाँदैन क्या सर। हजुरको कुरा गर्दाखेरि हजुरको अब त्यसलाई कुन पोइन्ट हुन्छ, वान पोइन्ट थर्ड हुन्छ कि हजुरको त्यही एकहोरो ठ्याक्कै गइरहेको थियो। त्यसलाई म मेरो रुममा पनि बेसिकली तपाईँको लोकसेवाको जस्तो तयारी हुँदैन चारैतिर छरिएको होइन। कस्तो कस्तो तपाईँको लोकसेवाको तयारी के चारैतिर छरिएको के, यतापट्टि चिन्ता छ, यतापट्टि एङ्गर छ, भएन भने यतापट्टि कन्फिडेन्स छ, म त सक्ने मान्छे हो, फोकस्ड हुनुहुन्न नि त तपाईँ। यही कुराको मैले जिस्काएको ल त्यो कुरामा होइन सर। हामी पनि बैतडी, हजुर बैतडीको होइन? ए तपाईँको बैतडी हो? म पनि पश्चिममै हो सर। अब तपाईँको भिडियो भोइस रेकर्ड भइरहेछ ल बाइ द वे। अब तपाईँको भोइस रेकर्ड भइरहेछ ल। हजुरले एउटा भिडियोमा म भिडियो गर्दैछु ढोक गरे भन्नुभएको थियो नि, कुन भिडियोमा? ओहो ढोक दिए बैतडी भाषामा के बोल्यो, ढोक दिए भन्नुभएको थियो नि, हामी पनि ढोक दिए नै भन्छौँ कि। ओके, म अघिको कुरा एकचोटि रिकल गर्छु ल। मलाई धेरै खुसी लाग्यो तपाईँलाई मेरो कन्टेन्ट युजफुल भएको छ भनेर। सो स्टेप 1 भनेको चाहिँ स्वीकार हो क्या, एक्सेप्टेन्स। एक्सेप्टेन्सभन्दा अगाडि अन्डरस्ट्यान्डिङ आउँछ, बुझ्नु। तपाईँ कन्फिडेन्ट किन हुनुहुन्थ्यो, आज डाउटमा किन हुनुहुन्छ, किन तपाईँलाई रिस उठेछ, किन नेपालै फिर्ता नआउने भन्दै हुनुहुन्छ, ती विभिन्न कुराहरूले गर्दाखेरि त्यो हामीलाई फिल भइरहेको हुन्छ क्या। त्यो कुरालाई स्टेप 0मा बुझ्नु पर्यो। त्यही भएर इट्स ओके मलाई डर लाग्नु, मलाई नेपालसँग फ्रस्ट्रेसन हुनु, मेरो आमा बुवाले पनि लोकसेवा नगर भन्नु, सबै बुझ्न सकिने कुरा हुन्। मलाई एङ्जाइटी हुनु या अप्ठ्यारो लाग्नु दोस्रोमा, पहिलोमा चाहिँ बुझ्नुभयो। त्यो बुझ्ने बित्तिकै नन रेजिस्टेन्स, एक्सेप्टेन्स भन्दाखेरि अब नहोस्, अब पर्सिदेखि फेरि त्यही विचार आइहाल्छ भन्ने आशै छोडिदिनु पऱ्यो कि आइहाल्छ नि त्यो विचार। जुन दिनसम्म जीवनको परिस्थिति नयाँ तरिकाको स्पेसमा जाँदैन त्यो विचार आइ नै रहने हो कि। हजुर सर। त्यही भएर नआओस् भन्ने इच्छा नै नरहोस् भन्ने इच्छा पनि नरहोस्, ठिक छ, सब रहन दिने कि, नन रेजिस्टेन्स। स्टेप 0 के त अन्डरस्ट्यान्डिङ, बुझ्ने। त्यसपछि चाहिँ आउन दिने। त्यसपछि चाहिँ ओपननेस। मैले पास नै गर्नुपर्छ भन्यो भने कर्ममा ध्यानभन्दा फल निश्चिततामा चाहिँ बढी ध्यान गयो कि। त्यसले मान्छेलाई तनावमा लगेर जान्छ। मेरो यो युट्युब सो चल्नु नै पर्छ, तपाईँलाई मेरो यो सेसनले हेल्प गर्नु नै पर्छ। कसरी गर्ने हो ग्यारेन्टी त्यो कुराको? म तनावमा जाँदैन, पछि काउन्सिलिङ सेसन मैले जानुपर्छ। त्यही भएर ओपननेस राख्नु पऱ्यो कि फेलियरको लागि म फेल पनि हुन सक्छु, पास पनि हुन सक्छु भन्ने। तेस्रो स्टेप है। चौथो स्टेप चाहिँ तपाईँको बाटो के हो त? प्रयास त गरिरहनु पऱ्यो, कर्ममा ध्यान त दिइरहनु पऱ्यो, कर्म निरन्तर गरिरहनु पऱ्यो। चौथो भनेको म के हो त? म 10 वर्ष लोकसेवामै बिताउने मान्छे हो कि होइन, मेरो चाहिँ अर्को बाटोबाट पनि सक्सेसफुल हुन सक्छु। म विदेश जान्छु, खुब मेहनत गर्छु। यही मेहनत म विदेश नजानुको कारण चाहिँ म नेपालमै बसेर, जति विदेशमा मान्छेले 18 घन्टा काम गर्छन्, कति दुःख गर्नुहुन्छ नि त सुरुमा। 20 घन्टा काम गर्नुहुन्छ, 24 घन्टा अलिक बढी भयो। जापानमा 22 घन्टासम्म काम गरेको मान्छेहरू भेटेको छु कि मैले इनिसियल डेजहरूमा। मैले सोचेँ मैले नेपालमै त्यति मेहनत कन्टेन्ट क्रिएसनमा गऱ्यो भने म पनि त प्रगति गर्न सकौँला नि भने 8 वर्ष लाग्यो, तर छोडेन। अर्को कुरा छोड्नेवाला थिएँ, म नेपाल छोडेर अब म पनि विदेश जान्छु भन्ने प्लानमा थियो कि म 2024मा। त्यतिखेर म रिसाएको थिएन क्या आफूसँग, म त नेपालै फिर्ता आउँदैन। म बुझिरहेको थिएँ यो कारणले अब मेरो पनि जीवनको आवश्यकता आयो, विदेश जान्छु, त्यहीँबाट भिडियो बनाउँछु भन्ने सोचेको थिएँ। मेरो दाइ अस्ट्रेलियामा हुनुहुन्छ, त्यहीँ जान्छु भन्ने सोचेको थिएँ। बिहे भइसकेको थियो, राइट। म गिभअप गर्न रेडी थिएँ, तर गिभअप गर्दा म आफूलाई फेलियर भनिरहेको थिएन कि तपाईँले भनिरहनु भएको छ। म आफूसँग रिसाएको थिएन कि तपाईँले गरिरहनु भएको छ। म आफूलाई सानो सोचेको थिएन, तपाईँले त्यही गरिरहनु भएको छ। मलाई कसले के सोच्छन्, यस्तो सोच्छन् भन्ने चिन्ता थिएन, तपाईँले त्यही गरिरहनु भएको छ। मलाई मात्र मतलब के थियो कि मलाई जीवनमा आफ्नो बाटो खोज्नु थियो,
चाहे नेपालमा बसेर होस् चाहे विदेशमा बसेर होस् मेहनत गर्ने काम गर्ने जिम्मेवारी मेरो हो, त्यो म गर्न सक्छु भन्ने हिम्मत थियो, त्यो ज्ञान थियो। तर त्यही ठाउँमा 18 वर्षपछि MBBS निकाल्ने मान्छे हुनुहुन्छ, हजुर त्यो हो कि म जस्तो मान्छे हो कि तेस्रो मान्छे हो जो कन्फ्युज छ भन्ने हो। अहिले चाहिँ तपाईँ तेस्रो मान्छे हो कि। अब नेक्स्ट हजुरले आफूलाई सोध्नुपर्ने क्वेसन चौथो स्टेपमा चाहिँ यही हो कि म कुन बाटो हिँड्ने मान्छे हो, सेकेन्ड अप्सन एक्सप्लोर गर्ने मान्छे हो कि एउटैमा गर्छु भनेर त्यसमै बाँच्ने मान्छे हो भन्ने चाहिँ तपाईँले बुझ्नुपर्छ। सबै प्रकारको मान्छे यो संसारमा हुन्छन्, कुन सही कुन गलत भन्न मिल्दैन, हरेकको पछाडि रिजनिङहरू हुनसक्छ। मलाई सोध्नु भएको थियो तपाईँ कस्तो भनेर, म चाहिँ दोस्रो अप्सन राख्ने मान्छे हो, मजाले तेस्रो पनि राख्छु चौथो पनि राखिरहेको हुन्छ म चाहिँ। त्यो भन्दैमा जुनमा प्रयास गरिरहेको छु त्यसलाई अल्छी गरेर गर्ने मान्छे चाहिँ होइन फेरि म। त्यसमा पनि पुरा दिने हो, तर जुन दिन छोड्यो पुरा छोड्ने पनि हो, त्यसको बोझ त्यसको लास बोकेर हिँड्ने मान्छे होइन। बुझ्नुभयो? हजुर सर, अहिले चाहिँ बुझेँ म। के बुझ्नुभयो? मैले आफूले चाहिँ पहिला एक्सेप्ट गर्ने जे भइरहेको छ मेरो लाइफ। एक्सेप्ट भन्दा अगाडि एउटा कुरा छ, हजुर अन्डरस्ट्यान्डिङ गर्ने। एक्ज्याक्टली, सुरुमा बुझ्ने के भइरहेको त क्युरियस भएर बुझ्नुभयो, त्यसपछि नन रेजिस्टेन्स, अब नआओस् भन्नु भएन। हजुर। तेस्रो ओपननेस। गऱ्यो भने ओपननेस, म फेल पनि हुन सक्छु, पास पनि हुन सक्छु, म लोकसेवामै पनि रहन सक्छु, म विदेश पनि जान सक्छु। त्यो चाहिँ चौथोमा भयो। अन्तिममा म कस्तो मान्छे हो त, म एउटैमा जिद्दी गरेर यही गर्छु भन्ने मान्छे हो, मलाई केही भन्नु छैन त्यसमा, या होइन अर्को बाटो। तर कुनै पनि बाटो सेकेन्ड अप्सन राख्नु नराम्रो हो भन्न मिल्दैन कि, राम्रो हो भन्न पनि मिल्दैन। या त दुइटै भन्न मिल्छ, राम्रो पनि हो भन्न मिल्छ, नराम्रो पनि हो भन्न। किनकि हरेक कुराको पछाडि रिजनिङ सेन्सेबल छ कि छैन भन्ने आधारमा चाहिँ राम्रो र नराम्रो टुङ्ग्याइने हो कि। अब तपाईँले यो कुरामा रिफ्लेक्ट गर्नु, यसरी नै बाँच्ने प्रयास गर्नु। आउने 2 हप्तापछि 20 मिनटमा थोरै रिफ्लेक्सन अझै गरौँला। हुन्छ सर। हुन्छ हुन्छ सर। हजुर केही सोध्न मन छ, भन्न मन छ हामी छुट्न अगाडि? सर पहिला त म थ्याङ्क यू सो मच सर। मैले त क्लास लिने पाइन्छ सोचिरहेको थिएन, त्यही भएर हजुरको भिडियोले चाहिँ धेरै काम गरेछ नि त मलाई। हजुर। तर म हजुरको सेमिनार चाहिँ लिन्थेँ, एकचोटि पक्कै लिन्थेँ। तपाईँले मेरो कोर्स पनि लिनुभएको थियो है? हजुर कोर्स नै लिएछु सर। त्यही पैसाको लागि भन्नुभएको थियो, जुन दिन हुन्छ 10 वर्षपछि भयो भने पनि तिर्नु होला, तर त्यो चाहिँ म तिर्नु भन्छु। त्यही भएर अप्ठ्यारो मान्नु पर्दैन, जति थियो तपाईँसँग तिर्नुभयो, कोर्स लिनुभयो, धेरै फाइदा होस्। कस्तो लाग्छ त्यो कोर्स बाइ द वे? सर हजुरले एउटा भिडियोमा चाहिँ अलि यो कुरालाई अप्लाई गरेर 10-12 दिनपछि अर्को भिडियो हेर्नु भन्नुभएको थियो कि लास्टमा। त्यो भिडियो हेरेको लगभग 3-4 दिन भयो, अहिले चाहिँ जे होस् राम्रो लागिरहेछ सर। भोलि रिलेसनसिप हुँदाखेरि, अहिले छ कि छैन मैले सोधिनँ, जब पनि रिलेसनसिप छ या हुन्छ, तपाईँले चाहिँ आफ्नो पार्टनरलाई त्यसरी व्यवहार गर्नुभयो भनेपछि चाहिँ तपाईँको पार्टनर चाहिँ धेरै सुखी हुन्छ अनि तपाईँ पनि सुखी चाहिँ हुनुहुन्छ होला। त्यही भएर त्यही भिडियो धेरै राम्रो। मैले त हजुरको भिडियो हेर्ने बित्तिकै सर हजुरको कोर्सहरू लिने, म कोर्स त लिन्थेँ सर होइन, प्लस मलाई यो कुरा पनि सोध्न मन छ कि, प्लस दुइटै अब हुन्छ नि त। यो युट्युबको चाहिँ रेकर्ड गर्नै पर्छ कि अडियो, त्यही भएर मैले तपाईँलाई सोधेको अनि पर्मिसन लिएको। अनि त्यस्तो अप्ठ्यारो पनि मान्नु पर्दैन त्यो। यो म पब्लिस गरेपछि तपाईँलाई पठाउँछु है त? हुन्छ सर। आज कुरा गरेर केही युजफुल भयो? हजुर सर, अहिले म हजुरले जे भन्नुभएको छ त्यो कुरालाई चाहिँ सर हाम्रो रेकर्डहरू चाहिँ मलाई पठाइदिनु सर। अब बिलिफ सिस्टम बसेको कुरा अहिले नै नर्मल हुँदैन, बिस्तारै। तर सर बिस्तारै चाहिँ अब आउने 10 दिन एउटै कुरा लुप छ नि ओभर थिङ्किङको, एउटै कुरा रिपिट गरिरहने हो। अब नयाँ तरिकाको सोच्ने तरिका रिपिट गरिरहनु पर्यो। त्यो नयाँ तरिका भनेको के हो? आज हामीले डिस्कस गऱ्यौँ नि। हजुर सर। त्यही भएर यसमै रिपिट गरिरहनु होला। अनि अब मलाई अन्तिममा मोटिभेट भयो नभन्नु होला, बिकज मेरो काम मोटिभेसन दिने होइन। आइ एम नट अ मोटिभेसनल स्पिकर। कतिजनाले पुरा मोटिभेट भयो भन्नुहुन्छ होइन, ठिक छ मोटिभेट हुनुभयो, तर क्लियर हुनुभयो कि भएन, द्याट इज मोर इम्पोर्टेन्ट। किनकि मोटिभेसन भनेको राम्रो कुरा हो,
तर भित्रको मोटिभेसन बढी राम्रो, बाहिरबाट अर्कोले उस्काएर आएको मोटिभेसन चाहिँ केही समय मात्रै टिक्छ। विचार गर्नुभएको छ होला नि? हजुर सर हो। सो क्ल्यारिटी चाहिँ खोज्नु होला अनि त्यो कुरालाई बारम्बार मनमा याद गराउनु होला। आजको लागि यति नै गर्ने त? हस् सर, धन्यवाद सर, थ्याङ्क यू सो मच सर। आफ्नो ख्याल राख्नु होला। 15 दिन या 21 दिनपछि हामी फेरि एकचोटि छोटो फलोअपको लागि भेट्नेछौँ। त्यतिखेरसम्म यो भिडियो पनि म अपलोड गरिदिन्छु, युट्युबमा हेर्नु होला। हस् हस्, धन्यवाद सर। ल, धेरै खुसी लाग्यो। कोर्सको चाहिँ अनुभव मलाई 4-5 वटा लाइन चाहिँ पठाइदिनु होला। अरू मान्छेलाई पनि किन्न एन्करेज हुन्छ। तपाईँसँग पैसा नभएर पनि जति पैसा थियो त्यति तिरेर पनि लिनुभयो नि। द्याट वाज रियली मलाई एकदमै मन परेको थियो नि तपाईँको त्यो अप्रोच के। त्यही भएर सोध्न चाहिँ अप्ठ्यारो मान्नु हुँदैन। अन्तिम एकचोटि फेरि भन्छु, तपाईँ लोकसेवामा फेल हुनुभयो, 10 कुरामा फेल हुनुभयो भन्दैमा तपाईँ क्षमता नभएको मान्छे हो या म फेल भएँ भन्ने त्यस्तो नचाहिने माइन्डसेट लिएर चाहिँ नहिँड्नु होला। जीवनभर प्रयास गर्ने हो कि। मेरो इङ्ग्लिस कन्टेन्ट म 10 वर्ष भए पनि प्रयास गर्छु, 10 वर्ष होइन 20 वर्ष भए पनि प्रयास गर्ने माइन्डसेटमा छु कि। ए हुन्छ सर, थ्याङ्क यू सो मच सर है फेरि भने हजुरलाई। यु वेलकम, आई विल सी यू। सर हस्, राख्दा हुन्छ तपाईँले। ल, ओके, यो चाहिँ एउटा एपिसोड थियो। अगाडिको उहाँको भोइस रेकर्ड भयो होइन। यहाँहरूलाई आफ्नो जीवनको विषयमा कुरा गर्न मन छ भने रिफ्लेक्टिभ सोमा मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हजुरको अडियो पब्लिस हुन्छ युट्युबमा, त्यही भएर त्यो चाहिँ बुझ्नु होला। यस्तै प्रकारको अडियो आउँछ। हजुरको जीवनको खासै अरू डिटेल्सहरूमा हामी कुरा गर्दैनौँ। म सकेसम्म यो काउन्सिलिङ सेसन होइन, थेरापी सेसन होइन, त्यो छुट्टै प्र्याक्टिस हुन्छ। यहाँ मैले सुझावहरू पनि बढिदिने गर्छु, डिरेक्टली क्वेसन्सहरू सोध्छु या आफ्ना कुराहरू पनि भन्ने गर्छु। सो यसलाई थेरापी जस्तो नसोच्नु होला। थेराप्युटिक स्किल्सहरू, कम्युनिकेसन स्किल्सहरू प्रयोग गरेर गर्ने हो। कोर्स लिनुभएको छैन भने लिनु होला। पैसा छैन भने जति पैसा छ अहिले तिर्नु होला, मलाई म्यासेज गर्नु होला। अनि त्यही अनुसार भविष्यमा एउटा तिर्ने कमिटमेन्ट गरेर लिन सक्नुहुन्छ। अरू हाम्रो डिसेम्बरमा वुमेनको लागि एउटा सुजिना र मैले मिलेर एउटा सेमिनार गरिरहेका छौँ। पहिलो लाइभ इन पर्सन इभेन्ट र लाइभ अनलाइन इभेन्ट काठमाडौँमा हुन्छ। इन पर्सन इभेन्ट चाहिँ एकदमै राम्रोसँग हामीले तयारी गरिरहेका छौँ। धेरै नै लामो समयदेखि सँगै भेटेर एउटा ऊर्जामा, एउटा नयाँ एनर्जीमा प्रोग्राम्सहरू लिनुको इम्प्याक्ट छुट्टै हुन्छ। उहाँले पनि भनिरहनु भएको थियो एउटा शब्दले पनि कति जीवनमा फरक पर्न सक्छ भन्ने। त्यो प्रोग्राममा जोडिनु होला। बढीमा 200 मान्छे हुनुहुन्छ। हामी रेजिस्ट्रेसन खोल्दा युट्युबतिर, टिकटकतिर, इन्स्टाग्रामतिर सबैतिर अनाउन्समेन्ट गर्छौँ। र यो प्रोग्राम आजको सो कस्तो लाग्यो त्यो पनि कमेन्ट सेक्सनमा लेखेर मलाई सेयर गरिदिनु होला। आफ्नो ख्याल राख्नु होला, माइन्डफुली जीवन बाँच्नु होला, अकाउन्टेबिलिटी लिनु होला। संसारतिर उसले त्यो गरेन, यो भएन, काल्डो हो, दुःख पाइन्छ, म कस्तो बने, म के बने भन्ने होला। ध्यान गर्नु होला। मेरो साथीले चितवनको मान्छेलाई भनिदेऊ प्रसन्न, तिमी कस्तो मेरो नामले लिँदैनौ भनेर भनेको थियो। वान अफ माई मोस्ट क्लोजेस्ट फ्रेन्ड्स कृतिका ढकाल, उहाँको सोहम योगा सेन्टर, सोहमको हाम्रो योग सेन्टर छ होइन। अध्यात्ममा, ध्यानमा गहिरो जान मन छ, जीवनको गहिराइमा जान मन छ भने जीवन विज्ञान जहिले पनि त्यहाँ छ। लामो लामो प्रोग्रामहरू, लङ्गर प्रोग्राम पनि हुन्छ, बिहानको सेसन्सहरू पनि हुन्छ, त्यो पनि लिनु होला। मेरो कोर्स पनि लिनु होला। एकदमै राम्रो छ, बढ्दै जान्छ, धेरै मेहनत गरेर बनाएको कोर्स हो। यहाँहरूलाई पनि कुरा गर्न हुन्छ भने कुनै दिन मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। कसरी कन्ट्याक्ट गर्ने मलाई कमेन्ट सेक्सनमा लेख्नु, म हजुरसँग कसरी कनेक्ट गर्ने त्यही नै भन्छु, अनि त्यही अनुसार प्लान गरौँला। माइन्डफुल रहनु होला।